गुड मर्निङ एभ्रिबडी। आज हामी कक्षा 12 को हामीले परमुटेसन कम्बिनेसन पहिलो चाहिँ च्याप्टर हामीले स्टडी गर्दैछौँ। आज परमुटेसन कम्बिनेसनसँग रिलेटेड यसको समस्याहरू प्रब्लम्सहरू के छन्, त्यसको इन्ट्रोडक्सन के छ र यसको बारेमा आज हामीले डिटेल चाहिँ बुझ्ने प्रयास गर्नेछौँ र आगामी कक्षाहरूमा मैले यससँग रिलेटेड अन्य इम्पोर्टेन्ट क्वेसन्सहरू पनि मैले यहाँ गराउनेछु। विद्यार्थी भाइ बहिनीहरूलाई अहिले विभिन्न सामाजिक सञ्जालमा युट्युबहरूमा अन्य क्वेसन्सहरूमा अन्य चाहिँ टपिक्सहरूमा अझै क्लियर नभएको टपिक्सहरूमा क्लियर नभएको कुनै कुनै च्याप्टर्सहरू त्यस्तो अझै राम्रोसँग चाहिँ क्लियर भिजन नदिइसकेको अवस्थामा मैले चाहिँ यो भिडियो राख्दाखेरि विद्यार्थीहरूको लागि अझ प्रभावकारी हुने राम्रो हुने सोचेर मैले यो टपिक्सहरूलाई चुज गरेर मैले चाहिँ अझै यसलाई विस्तृत ज्ञान दिने हिसाबबाट मैले प्रयास गरेको छु। भाइ बहिनीहरूले मेरो यो भिडियोलाई विशेष यसलाई सेयर गर्नुहोला, सब्सक्राइब गरिदिनु होला ताकि अन्य विद्यार्थीहरूमाझ पनि राम्रोसँग पुगोस्, यो चाहिँ नलेज हुँदै जाओस् भन्ने मैले एउटा हजुरहरूसँग चाहिँ यो एउटा सूचना पनि गर्न चाहन्छु। आज परमुटेसन र कम्बिनेसन दुईटा स्पेशल च्याप्टर, यो चाहिँ विभिन्न ठाउँहरूमा प्रयोग भइरहेको च्याप्टर हो। यो चाहिँ ब्याचलरतिर पनि कतिपय कोर्सहरूमा चाहिँ राखेको छ, स्ट्याटिस्टिक्सतिर यो पढ्नुपर्ने हुन्छ। अनि हाम्रो यतापट्टि चाहिँ एचएतिरको कोर्सहरूमा पनि यो परमुटेसन कम्बिनेसन छ। त्यस्तै यो 12 को स्पेसली म्याथमा पनि यो राखिएको छ र म अब यो टपिकतिर म अगाडि बढ्दैछु। र परमुटेसन वास्तवमा के हो, परमुटेसनको बारेमा हामी जानिरहौँ। यो अरेन्जमेन्ट्स अफ द अब्जेक्ट्स हो, अरेन्जमेन्ट्स अफ द अब्जेक्ट्स हो। तर यो कस्तो भन्दा यसमा फिक्स्ड अर्डर हुन्छ, एउटा अर्डरमा भएको अरेन्जमेन्ट हो हैन। जस्तो कम्बिनेसन भनेको अर्डर हुँदैन, त्यसमा नम्बर अफ अरेन्जमेन्ट हो। तर विदाउट अर्डर भयो भने कम्बिनेसन, विथ अर्डर भयो भने परमुटेसन है। र यसमा केही सेट अफ अब्जेक्ट्स हुन्छ, दिएको हुन्छ र त्यो सेट अफ अब्जेक्ट्सलाई हामीले पर्टिकुलर अर्डरमा हैन हामीले त्यसलाई राख्यौँ, त्यसलाई अरेन्जमेन्ट गऱ्यौँ भने हामीले त्यसलाई परमुटेसन भन्ने गर्छौँ है त। जस्तै मैले एउटा इक्जाम्पल लिन्छु यहाँ। जस्तो यहाँ एउटा पहिला डेफिनेसन छ, परमुटेसन्स अफ अ सेट अफ द अब्जेक्ट्स मिन्स एन अरेन्जमेन्ट्स अफ द अब्जेक्ट्स इन सम अर्डर। अरेन्जमेन्ट्स अफ द अब्जेक्ट्स इन सम अर्डर, यसले परमुटेसनले यसको यो यसलाई फोकस गर्छ, यसलाई फोकस गर्छ। अरेन्जमेन्ट्स अफ द अब्जेक्ट्स इन सम अर्डर, अर्डरमा हुनु पर्यो, अब्जेक्ट्सहरुको अरेन्जमेन्ट अर्डरमा हुनु पर्यो भनेर परमुटेसनले भन्छ है त। कस्तो त त्यो अर्डर भनेको, सम अर्डर भनेको के हैन, त्यो कुरा चाहिँ अब हामी बुझ्छौँ। जस्तै हामीसँग अब्जेक्ट चाहिँ तीनवटा अब्जेक्ट्स छ सपोज हैन, तीनवटा अब्जेक्ट्स हामीले चाहिँ लिन्छौँ यहाँ। जस्तै ए बी सी, हामीसँग तीनवटा अब्जेक्ट्सहरु छ यहाँ। तीनवटा अब्जेक्ट छ भने यसलाई हामीले अर्डरमा हैन, अर्डरमा चाहिँ हामीले हेर्छौँ। अर्डरमा कस्तो कस्तो अर्डर भने के त पहिला त्यो बुझौँ। अर्डर भनेको जस्तो यसको पोजिसन्सहरु, जस्तो पहिला सुरुमा ए छ, अनि बी बसेको छ, अनि सी बसेको छ हैन। र थोरै अर्डर चेन्ज गर्छौँ। जस्तै एकचोटी फेरि ए नै रिपिट गरौँ, अनि सी लाई बीचमा राखौँ, बी लाई पछाडि राखौँ, यो त अरेन्जमेन्ट भयो है। त्यस्तै गरी फेरि अब बी लाई चाहिँ फेरि फर्स्टमा राख्दियौ, यसलाई सेकेन्डमा राख्दियौ, सी लाई थर्डमा राख्दियौ। फेरि सिमिलरली फेरि बी लाई चाहिँ हामीले फर्स्टमा राख्दियौ, सी लाई बीचमा राख्दियौ, यसलाई पछाडि राख्दियौ हैन। अब कतिवटा 1 2 3 4 टा अरेन्जमेन्ट भयो। तीनवटा लेटर्सहरु, तीनवटा अब्जेक्ट्सहरु चाहिँ लिएर हामीले यसरी अर्डरमा, यस्तो अर्डरमा हामीले राख्दै जान सक्छौँ। अझै चेक गरौँ कतिवटा हुन्छ पोसिबल, यसको अरेन्जमेन्टहरु कतिवटा हुन्छन् हामीले चेक गर्नेछौँ। जस्तो पहिला एबीसी लियौँ, एसीबी लियौँ, बीएसी लियौँ, बीसीए लियौँ। अब ए दुई पटक आएको छ, बी पनि दुई पटक आएको छ, लेट्स ट्राई सी पनि दुई पटक आउन सक्छ हेरौँ है त। जस्तो सी, पहिला फर्स्टमा सी लियौँ, त्यसपछि फेरि ए लियौँ, अनि बी लियौँ हैन। फेरि सिमिलरली फेरि सी लियौँ, फेरि बी लियौँ, अनि ए लियौँ। ल अब हेरौँ त
भनेपछि अब अरू योभन्दा बाहेक अरू हामीले कुनै पनि ट्राई गर्न सक्दैनौँ, अरू सक्दैन, यसबाट पोसिबल हुन सक्दैन। भनेपछि हामीले यसरी 6 वटा एबिसी भन्ने अब्जेक्ट्सहरूबाट यसको अरेन्जमेन्टहरू 6 वटा अरेन्जमेन्टहरू हामीले चाहिँ गर्न सक्छौँ है त। जस्तै अब हेरौँ, जस्तो अब एबिसी एसिबी बिएसी बिसिए सिएबी सिबी र तपाईहरुलाई एउटा के भने 3वटा लेटर्सहरुको अरेन्जमेन्ट चाहिँ गर्नु पर्दाखेरि अगाडि 2टा ए 2टा बी 2टा सी यस्तो तरिकाले हामीले सम्झिन सक्यौं भने अझ यसलाई बनाउनै परेको खण्डमा पनि हामीले इजी वेबाट यसरी पहिला 2टा ए बाट 2टा बी बाट 2टा सी बाट 2टा यसरी चाहिँ गर्न सकिँदो रहेछ भन्ने कन्सेप्ट हामीले सक्छौं। हामीसँग 6 वटा हैन 1 2 3 4 5 6 वटा 3वटा अब्जेक्ट्स थियो। 3वटा अब्जेक्ट्सलाई अर्डरमा हामीले यदि अरेन्जमेन्ट गर्न पर्यो भने हामीले 6 तरिकाले 6 वेबाट हामीले अरेन्जमेन्ट गर्न सक्दो रहेछौं हैन। यसैले हामीले परमुटेसन भनेर भनिन्छ। यही अरेन्जमेन्टलाई हामीले के भन्ने हो परमुटेसन भन्ने है। त्यसैगरी जस्तो हामीलाई यो 3टाको केस भयो। अब 2टाको केस मात्रै हेरौँ न है। 2टा जस्तो हामीसँग 1 र 2 छ सपोज 2टा चाहिँ हामीसँग अब्जेक्ट छ। 2टा अब्जेक्ट छ भने यसको अरेन्जमेन्ट के हुन सक्छ? एउटा 1 2 भयो यो इटसेल्फ भयो। अर्को के हुन सक्छ 2 1 हुन सक्छ। भनेको त्यो अरेन्जमेन्ट 2टा मात्रै भयो है। यसमा 2टा अब्जेक्ट छ भने 2टा अरेन्जमेन्ट भयो। 3टा अरेन्जमेन्ट छ 3टा अब्जेक्ट छ भने 6 वटा अरेन्जमेन्ट भयो। यो वेबाट चाहिँ हेर्छौं भने हामीले यसमा 1 2 यसमा 2 वटा चाहिँ हाम्रो अरेन्जमेन्टहरु देखियो। यसमा 6 वटा अरेन्जमेन्टहरु देखियो भने यसलाई हामीले एउटा नोटेसन प्रयोग गर्न सक्छौं। यसलाई डिनोट गर्न सक्छौं। परमुटेसनको नोटेसन यसको डिनोट गर्ने तरिका भनेको के भन्दा हामीले परमुटेसन भनेकोले गर्दा p अनि नम्बर अफ अब्जेक्ट्सलाई n ले डिनोट गर्छौं र यसको हामीलाई यसको अप्सन कतिवटा छ भनेर हामीले r ले डिनोट गर्ने गर्छौं। त्यसलाई भनेपछि जस्तै हामीले 5 वटा अब्जेक्ट छ 5 वटा अब्जेक्ट छ 3 वटाको चाहिँ 3वटा अब्जेक्टको अरेन्जमेन्ट गर्न पर्यो भने त्यो n = 5 भयो र चाहिँ हामीले कतिवटा को चाहिँ हामीले यसको अरेन्जमेन्टहरु गर्ने 3 वटाको अरेन्जमेन्ट गर्न पर्यो भने r को भ्यालु 3 हुनु पर्यो है। यस्तो तरिकाले हामीले यसलाई नोटेसन गर्ने गर्छौं। pnr भनेर चाहिँ यसरी जनाउने गर्छौं र यसलाई अर्को पनि हामीले चाहिँ नोटेसन छ npr भनेर यस्तो तरिकाले चाहिँ लेख्न सक्छौं र यसको हाम्रो फर्मुला यसै यही अरेन्जमेन्टलाई यही चाहिँ यो नम्बर अफ वेजहरु पत्ता लगाउनको लागि धेरै भन्दा धेरै भ्यालुजहरु हामीले निकाल्नु छ भने हामीलाई यस्तो तरिकाले सबै लेख्नलाई हामीलाई टाइम लाग्छ, धेरै समय लाग्छ। जस्तो हामीले 3 वटा चाहिँ अब्जेक्ट्सको हामीले अरेन्जमेन्ट गर्दाखेरि हामीलाई चाहिँ यस्तो 6 वटा हुने भयो भनेपछि अब 4 वटाको 5 वटाको 6 वटाको यस्तो गर्दै जाँदा हामीलाई चाहिँ धेरै चाहिँ यसको हामीलाई टाइम लाग्छ, टेडियस हुन्छ, डिफिकल्ट हुन्छ। त्यसै गर्दा म्याथमेटिशियनहरुले यसको चाहिँ एउटा फर्मुला डेभलप गरे। त्यो चाहिँ फर्मुला हो हाम्रो pnr अथवा npr n factorial by n minus r factorial ले हामीले फर्मुलाबाट यो सल्भ गर्न सक्छौं। जस्तै फर एक्जाम्पल हाम्रो यहाँ 3 वटा चाहिँ हाम्रो अब्जेक्ट्स थियो र 3 वटा अब्जेक्ट्सहरुबाट बन्ने नम्बर अफ अरेन्जमेन्ट्सहरु हामीले पत्ता लगाउनु थियो भने अब हामीले यसमा n को भ्यालु हैन when n = पनि 3 र r = पनि 3 किन 3 वटा अब्जेक्ट्सहरु प्रयोग गरेर हामीले नम्बर अफ परमुटेसन्सहरु बनाउनु छ र 3 वटा हाम्रो के छ अब्जेक्ट्सहरु छ भने अब हामीले कतिवटा नम्बर अफ अरेन्जमेन्ट्सहरु हुन सक्छन् भनेर पत्ता लगाउनु पर्यो भने p33 यो तरिकाले लेख्न सकियो अथवा 3p3 यस्तो तरिकाले पनि लेख्न सकियो। अब यो फर्मुलामा सेट गराउँदा के भयो जस्तो 3 factorial by 3 minus 3 factorial है। सो यहाँ 3 factorial by 0 factorial आयो र मैले अब यो फ्याक्टोरियलको सम्बन्धमा पनि थोरै कुरा म गरिहाल्छु किनकि फ्याक्टोरियलको कन्सेप्ट थाहा नहुँदासम्म
हामीले यसको क्याल्कुलेसनहरु गर्न सक्दैनौं। हामीलाई हुन त यो कुरा चाहिँ हाम्रो क्याल्कुलेटरहरुमा पनि साइन्टिफिक क्याल्कुलेटरमा पनि यसको बारेमा चाहिँ दिएको छ, गर्न डाइरेक्ट गर्न सक्छौं, तर पनि हामीलाई यसको नलेज हुनु जरुरी छ। जस्तै अब 3 फ्याक्टोरियल छ, 3 फ्याक्टोरियल छ भने यसलाई एक्सक्लेमेटरी साइन जस्तो हामीले एक्सक्लेमेटरी साइन जस्तो हामीले गर्न सक्छौं, हेर्न सक्छौं। यो 3 फ्याक्टोरियल जुन छ यसको अर्थ के भने 3 * 2 * 1। यो चाहिँ पोजिटिभ चाहिँ नम्बर्सहरुलाई हामीले 1 सम्म पुर्याउँछौं। जस्तो 3 फ्याक्टोरियल छ भने 3 * 2 * 1 गर्नुस्, कति भयो? 3 * 2 = 6, 6 * 1 = 6 हुने भयो यहाँ है। र अब जस्तै अब हामीले 5 फ्याक्टोरियल गर्न सक्छौं हैन। 5 फ्याक्टोरियल गरे भने कति भयो? 5 * 4 * 3 * 2 * 1 हैन त। 5 * 20, 23 = 60, 62 चाहिँ कति भयो? 120 भयो है। 5 फ्याक्टोरियल भनेको 120 भयो। यो तरिकाले हामीले 5 फ्याक्टोरियल हैन 5 फ्याक्टोरियलको यसरी हेरेर निकाल्न सक्छौं। अब जस्तो अब त्यहाँ त 0 फ्याक्टोरियल आयो, 0 फ्याक्टोरियलको कसरी गर्ने हैन त्यो कुरा आउँछ। 0 फ्याक्टोरियलको अर्थ कस्तो भने यसलाई 0 फ्याक्टोरियलको भ्यालु कति हुन्छ? 1 हुन्छ है। 0 फ्याक्टोरियल = 1 हुन्छ। थोरै 0 फ्याक्टोरियल = 1 कसरी भयो? थोरै हामीले यो कुरा बुझौं है त। 0 फ्याक्टोरियलको विषयमा हामीले थोरै यहाँ जानकारी दिएको। यतापटि हेरौँ यहाँ। जस्तो 0 फ्याक्टोरियल जस्तो हामीले n फ्याक्टोरियलको अर्थ n फ्याक्टोरियलको मतलब के भने n अनि n - 1 फ्याक्टोरियल है। n - 1 फ्याक्टोरियल गर्यो भने n फ्याक्टोरियल हुन्छ। जस्तै यसको कन्सेप्ट के भने जस्तो 5 फ्याक्टोरियल छ भने हामीले 5 * 4 फ्याक्टोरियल गरिन सक्छौं के है। अब हैन 5 * 4 * 3 फ्याक्टोरियल पनि गर्न सकिन्छ है। यस्तो तरिकाले हामीले यसको क्याल्कुलेसनहरु हामीले यो तरिकाले गर्न सक्छौं। सो अब यो चाहिँ यो 5 फ्याक्टोरियल = 5 * 4 फ्याक्टोरियल गर्न सकिन्छ, 5 * 4 * 3 फ्याक्टोरियल गर्न सकिन्छ। हामीलाई के चाहिँ नीड हुन्छ, के आवश्यकता छ, के गर्नुपर्छ त्यो चाहिँ हामीले त्यही अनुसारबाट भ्यालु राखेर गर्न सक्छौं। जस्तो अब अहिले हामीलाई 0 फ्याक्टोरियलको भ्यालु निकाल्नु परेकोले गर्दा हामीले के गर्छौं? when n = 1 गर्छौं। यहाँ n = 1 पुट गरौँ। जब n = 1 पुट गर्छौं 1 अब यहाँ n को ठाउँमा 1 राखौं त 1 फ्याक्टोरियल = 1 अनि 1 - 1 फ्याक्टोरियल। सो 1 फ्याक्टोरियल = 1 * 0 फ्याक्टोरियल। यसरी हेर्दा के देखियो? 1 फ्याक्टोरियल = 0 फ्याक्टोरियल देखियो यहाँ। हेरौँ त 1 फ्याक्टोरियल र 0 फ्याक्टोरियलको भ्यालु एउटै हुन्छ हैन। अब 1 फ्याक्टोरियलको भ्यालु त 1 नै हो भनेपछि 0 फ्याक्टोरियल। देयरफोर के भयो त 0 फ्याक्टोरियलको भ्यालु पनि 1 हुँदो रहेछ र 1 फ्याक्टोरियलको भ्यालु पनि 1 नै हुँदो रहेछ भन्ने कुरा हामीले माइन्ड राख्नु, किप दिस इन माइन्ड है। जस्तो 0 फ्याक्टोरियलको भ्यालु पनि 1 फ्याक्टोरियलको भ्यालु पनि 1 हुँदो रहेछ फ्याक्टोरियलको केसमा है। यो कुरा हामीले चाहिँ जान्नु पर्यो। र फ्याक्टोरियलको सिम्बल यो एक्सक्लेमेटरी साइन जस्तो यो पनि फ्याक्टोरियलको चाहिँ के रे सिम्बल हो भने अर्को यसैलाई हामीले यस्तो यो तरिकाले पनि हामीले फ्याक्टोरियललाई नोटेसन गर्छौं। यो तरिकाले पनि यसैलाई पनि हामीले फ्याक्टोरियल भन्छौं है। यो पनि फ्याक्टोरियलको साइन हो, यो पनि फ्याक्टोरियलको साइन हो। तर कहीं यो युज गरेको हुन्छ अनि यो युज गरेको हुन्छ। तर म्याक्सिमम हामीले यो अहिलेको लेटेस्ट उसमा हामीले यो चाहिँ यो एक्सक्लेमेटरी जस्तो साइनको फ्याक्टोरियलको भ्यालु चाहिँ बढी के रे साइन चाहिँ बढी प्रयोग भएको देख्न पाइन्छ। तर कहिलेकाहीँ यो आइहाल्यो भने पनि तपाईहरुले बुझ्नु पर्यो त्यो चाहिँ फ्याक्टोरियलकै चिन्ह हो र यसको रुल चाहिँ यही अनुसार लाग्छ भन्ने कुरा तपाईहरुले बुझ्नु पर्यो। र त्यसमा 0 फ्याक्टोरियलको भ्यालु चाहिँ 1 हुँदो रहेछ, 3 फ्याक्टोरियलको भ्यालु यो 3 * 2 * 1 गर्दा 6 यस्तो हुँदो रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्यो है त। ल अब यसलाई हेरौँ त। त्यसो भए जस्तो 3 फ्याक्टोरियल छ, 3 फ्याक्टोरियलको अर्थ कति हुँदो रहेछ? 3 * 2 * 1 हुँदो रहेछ र 0 फ्याक्टोरियलको भ्यालु 1 हुँदो रहेछ भनेपछि 3 * 2 = 6, 1 * 6/1। सो 6 वटा त्यसको नम्बर अफ अरेन्जमेन्ट्सहरु हुँदो रहेछ है। नम्बर अफ अरेन्जमेन्ट कति हुँदो रहेछ त भन्दा 6 वटा नम्बर अफ अरेन्जमेन्ट्सहरु हुँदो रहेछ। यदि 3 वटा अब्जेक्ट छ र 3 वटा अब्जेक्ट्सबाट तीनवटै अब्जेक्ट्सको हामीले अरेन्जमेन्टहरु निकाल्नु परेको खण्डमा 6 वटा अरेन्जमेन्टहरु हुँदो रहेछ। त्यसको एक्जाम्पल हामीसँग यही छ है। 6 वटा कसरी हुन्छ भन्ने कुरा
र यो परमुटेसनको कन्सेप्ट, परमुटेसन भनेको के हो त भन्दा अरेन्जमेन्ट्स अफ द अर्डर इन द सम अर्डर, अर्डरमा भएको अरेन्जमेन्ट्सहरु हो, अब्जेक्ट्सहरुको अरेन्जमेन्ट हो। यसमा अर्डरको भ्यालु हुन्छ है, अर्डरको यहाँ रोल हुन्छ है, यसको अर्डरको भ्यालु भएकोले गर्दा हैन यसलाई हामीले परमुटेसन भन्छ है। यसमा अर्डरको रोल हुन्छ, यति कुरा माइन्डमा राख्नु पर्यो। विथ अर्डर भयो भने परमुटेसन, विदाउट अर्डर भयो भने कम्बिनेसन। यही तीनवटा लेटरहरु नै प्रयोग गरेर हामीले तीनैवटा अब्जेक्ट्सहरुको अरेन्जमेन्ट्स तर विदाउट अर्डर गर्न पर्यो भने त्यो फेरि कम्बिनेसन हुन्छ। कम्बिनेसनलाई हामीले फेरि पछि फेरि यसको बारेमा हामीले पढ्ने छौं। र अहिले हामीले परमुटेसनको विषयमा हामीले यो एउटा फर्मुला, पहिला चाहिँ यसको डेफिनेसन हामी चर्चा गर्यौं, त्यसपछि दुईटा एक्जाम्पल लियौं, तीनवटा अब्जेक्ट्सहरु लियौं, तीनवटा अब्जेक्ट्सबाट तीनैवटा के रे अब्जेक्ट्सहरु प्रयोग गरेर हामीले कतिवटा बनाउन सक्छौं भनेर हामीले चाहिँ हेर्यौं है। यसमा पनि हेर्नुस् त एबीसी छ, यहाँ पनि बीएससी छ, यहाँ पनि एबीसी प्रयोग भएको छ, यहाँ पनि एबीसी प्रयोग भएको छ, तर तिनीहरुको अर्डर चाहिँ के छ डिफरेन्ट छ यहाँ है, सेम अर्डरको सेम छैन यसमा। त्यसले गर्दाखेरि हामीले यो तरिकाले गर्न सक्छौं। र अब एउटा कुरा हेरौं, जस्तो कि यहाँ तीनवटा अब्जेक्ट्स छ तर हामीले दुईटा अब्जेक्ट्सको नम्बर अफ अरेन्जमेन्ट्सहरु हेरौं। तीनवटा अब्जेक्ट छ तर दुईटा अब्जेक्टलाई लिएर हामी कतिवटा अरेन्जमेन्ट्सहरु गर्न सक्छौं भन्ने कुरा हामीले परमुटेसन युज गरेर हामीले गर्छौं है त। जस्तो अब हामीसँग तीनवटै एबीसी भन्ने तीनवटा अब्जेक्ट्सहरु छ र यो तीनवटा अब्जेक्ट्समा हामीले चाहिँ यसको अब्जेक्ट्सहरु प्रयोग गरेर नम्बर अफ अरेन्जमेन्ट्सहरु कतिवटा बन्दो रहेछ भनेर हेरौं। पहिला हामीले फर्मुलामा चेक गरौँ त कति हुन्छ ल। भनेको यहाँ चाहिँ n मा चाहिँ 3 वटा छ, 3 अब्जेक्ट्स छ र अब कतिवटा दुईवटाको अब्जेक्ट्सको अरेन्जमेन्ट खोजिएको छ भने r को कुरा हामीले 2 राख्नु पर्यो हैन। भनेपछि यसमा के हुने भयो भन्दा pnr = के भयो p3, 2 भन्नु यस्तो हैन। यसैलाई हामीले के गर्न सक्छौं 3p2 पनि यस्तो पनि लेख्न सकिन्छ र यसको फर्मुलामा चेक गरौँ 3 फ्याक्टोरियल अनि 3 - 2 फ्याक्टोरियल गर्न पर्यो। सो कति भयो त यहाँ 3 फ्याक्टोरियल 3 * 2 * 1 हुने भयो। त्यस्तै यहाँ 1 फ्याक्टोरियल, सो 3 * 2 = 6 भयो 1। यसको पनि 6 वटै अरेन्जमेन्टहरु हुँदो रहेछ। तर यो 6 वटा अरेन्जमेन्टहरु कसरी हुन्छ त हामी त्यो हेरौँ। जस्तै अब तीनटा मध्ये दुईटा मात्रै हामीले लिएर हामीले बनाउनु छ भने अब यो म मेट्दैछु अहिले। अब यसमा हेरौँ त दुईटा लिएर गरौँ है त। जस्तो एबीसी मध्ये पहिला दुईटा लियौं, एबी लिन पाए हैन। र यसमा अर्डरको पनि रोल हुने हुनाले, अर्डरको पनि भ्यालु हुने हुनाले यो एबी लाई हामीले बीए पनि लेख्न पाए फेरि यहाँ एबी र बीए हैन। अर्डर चाहिँ यदि अर्डरको रोल हुन्छ भने एबी अलग हो बीए अलग हो क्या, एबी अलग हो बीए अलग हो। तर यदि अर्डरको चाहिँ रोल हुन्थेन भने यो एबी र बीए एउटै हुन्थ्यो फेरि, यो कुरा बुझौँ है। जस्तो कम्बिनेसनको केसमा यो एउटै हुन्छ, एबी र बीए एउटै हुन्छ। तर परमुटेसनमा अर्डरको पनि रोल हुने हुनाले एबी र बीए अलग अलग हो, एबी बीए। त्यस्तै तपाईले बीसी सीबी लिनुस्, यो पनि अलग अलग हो। त्यस्तै फेरि अब तपाईले एकचोटी एसी लिनुस्, अर्कोचोटी सीए लिनुस्। कतिवटा भयो भन्नुस्, काउन्ट गर्नुस् 1 2 3 4 5 6 के भयो 6 वटा टोटल हाम्रो 6 वटा चाहिँ के भयो त भन्दा यसको अरेन्जमेन्ट्सहरु भयो, डिफरेन्ट अरेन्जमेन्ट्सहरु। तीनटा अब्जेक्ट्सहरु मध्ये दुईटा अब्जेक्ट्स लिएर हामीले कतिवटा डिफरेन्ट अरेन्जमेन्ट्सहरु गराउन सक्छौं भनेर हेर्दाखेरि हामी यसमा पनि 6 वटा दियौं। यो भन्दा चाहिँ अरु हामीले चाहिँ गर्न सक्दैनौं। यसको 6 वटा अरेन्जमेन्ट्सहरु हुन्छ। अगाडि पनि 3 वटा अब्जेक्ट्स लिएर 3 वटै अब्जेक्ट्सहरुबाट हामीले धेरैवटा अरेन्जमेन्ट्सहरु खोज्दा 6 वटा अरेन्जमेन्ट भएको थियो। अनि यसमा पनि 3 वटा अब्जेक्ट्सबाट दुईवटाको चाहिँ हामीले अब्जेक्ट्सको चाहिँ हामीले अरेन्जमेन्ट्सहरु खोज्दा पनि 6 वटै फेला पायौं है। यो चाहिँ हाम्रो परमुटेसन्सको हाम्रो कन्सेप्ट हो। अब डेफिनेसन र यसको कन्सेप्टको लागि मात्रै मैले आज चर्चा गरेँ र आगामी दिनहरुमा फेरि मैले यसका डिफरेन्ट टाइप्सहरु छन्, डिफरेन्ट कुनै अब्जेक्ट्सहरु चाहिँ रिपिट भएको केसमा के हुन्छ,
सर्कुलर परमुटेसनमा हामीले कुन तरिकाले गर्छौँ, सर्कुलर परमुटेसनको कन्सेप्ट के हो, मेन कुरा कन्सेप्ट राम्रोसँग बुझ्यौँ भने हामीलाई प्रब्लम चाहिँ केही पनि गाह्रो छैन। यो सर्कुलर परमुटेसनको विषयमा हामीले डेफ्ट एउटा त्यसको मात्रै चाहिँ मैले एक दिन एउटा क्लास गर्नेछु। र त्यस्तै सर्कुलर परमुटेसनभित्र पनि ब्रासलेट नेकलेसहरूको कुराहरूमा हैन के चाहिँ कस्तो तरिकाले गर्छौँ, कुन फर्मुला युज हुन्छ, त्यसको कन्सेप्ट डेफ्ट कन्सेप्ट के हो र त्यसलाई कसरी चाहिँ हामीले प्रयोग गर्छौँ भन्ने विषयमा पनि मेरो क्लास हुनेछ। र त्योभन्दा पछाडिपट्टि अब यो चाहिँ प्राइजहरूको केसमा नम्बर अफ केही चाहिँ स्टुडेन्ट्सहरू छन्, सर्टेन स्टुडेन्ट छ र नम्बर अफ प्राइजहरू पनि अलग छ भने त्यति बेला त्यसको फर्मुला परमुटेसन्सहरू के हुन्छ यो विषयमा पनि मैले आगामी दिनहरूमा क्लासहरू लिएर आउनेछु। अहिलेको लागि मैले परमुटेसनको डेफिनेसन र इक्जाम्पलहरू सहित तपाईँहरूको लागि चाहिँ यो मैले पस्केको छु। यसमा कमेन्ट गर्नु होला तपाईँहरूले नबुझेको कुराहरू र कहाँनिर समस्या छ के छ मलाई चाहिँ जानकारी गराउनलाई पुनः फेरि मेरो क्लासहरूमा तपाईँहरूलाई जोड्दै जानेछु र आगामी दिनहरूको क्लासमा तपाईँहरूको समस्याहरू पुनः समाधान गर्ने बाचाका साथ मैले आजको क्लास यहीँ गर्छु। थ्याङ्क यू एभ्रीबडी।